नमस्ते। आज हामी एउटा एकदमै परिचित खानेकुराको बारेमा कुरा गर्दैछौँ। हाम्रो भान्सामा सधैँ हुने आलु। सस्तो पनि, सजिलै पाइने अनि एकेरे जस्तो परिकार बनाउनु नि मिल्ने। स्वादिलो त छँदैछ, तर के यो जहिले पनि स्वस्थकर नै हुन्छ त? हामीसँग भएको जानकारी, स्रोतहरूले के भन्छन्, अलिकति गहिरिएर हेरौँ न त आज। हो नि। आलुको बारेमा त कतै धेरै धारणाहरू छन् हैन। कसैले भन्छन् ऊर्जाको लागि एकदम राम्रो, कसैले फेरि मोटोपन बढाउँछन् भन्छन्। आज हामी यही कुराहरूलाई अलिक केलाएर हेरौँ न त, ताकि सुन्नेहरूलाई पनि एउटा स्पष्ट बुझाइ होस्। ल, त्यसो भए सुरु गरौँ यसको राम्रो पक्षबाटै। आलु खासमा कार्बोहाइड्रेटको राम्रो स्रोत हो। शरीरलाई तुरन्तै शक्ति दिन्छ। हामीले हेरेको जानकारीमा त एउटा मध्यम खालको उसिनेको आलुमा लगभग 130 क्यालोरी हुन्छ रे। हो, त्यो त छँदैछ। तर क्यालोरी मात्रै होइन नि, आलुमा भिटामिन सी अनि भिटामिन B6, पोट्यासियम, म्याग्नेसियम जस्ता एकदमै जरुरी पोषक तत्त्वहरू पनि हुन्छन्। यी तत्त्वहरूले रक्तचाप मिलाउन अनि मानसिक स्वास्थ्य राम्रो बनाउन, रोगसँग लड्ने क्षमता बढाउन पनि सघाउँछ भन्ने देखिन्छ। ए हो र? अनि त्यो बोक्रासहित खानु झन राम्रो भन्छन् नि, त्यो चाहिँ किन होला? साँच्चै बोक्रामा फाइबर एकदम धेरै हुन्छ। यसले पाचन प्रणालीलाई ठिक राख्न मद्दत गर्छ, कब्जियत हुन दिँदैन। ए भनेपछि बोक्रा फाल्नु त अलि नहुने रहेछ स्वास्थ्य हिसाबले हेर्दा। हो त, तर यहाँनिर एउटा कुरा के आउँछ भने नि, आलुको फाइदा लिने कि नलिने भन्ने कुरा चाहिँ धेरै हदसम्म हामीले त्यसलाई कसरी पकाउँछौँ भन्नेमा भर पर्छ। जस्तै फ्रेन्च फ्राइज भयो, आलु चिप्स भयो, वा धेरै तेलमा तारेको भुटेको आलु। अब यस्तो कुरा नियमित खायो भने त फाइदाभन्दा बेफाइदा बढी हुन सक्छ। मोटोपना, मधुमेह अनि मुटुको समस्याको जोखिम बढ्ने कुराहरू अध्ययनहरूले देखाएका छन्। हो नि, तारेको आलु भुटेको आलु त स्वादिलो त गजबै हुन्छ, तर स्वास्थ्यको लागि चाहिँ सोच्नै पर्ने रहेछ। अनि अर्को कुरा, आलुले रगतमा चिनीको मात्रा ग्लुकोज छिट्टै बढाउँछ भन्छन् नि, त्यो कतिको सत्य हो? त्यो पनि एकदम महत्त्वपूर्ण कुरा हो। आलुको ग्लाइसेमिक इन्डेक्स अलि माथि नै हुन्छ। यसको मतलब यसले रगतमा ग्लुकोजको स्तर छिट्टै बढाउन सक्छ अनि यसले गर्दा शरीरको इन्सुलिन प्रणालीमा अनि दबाव पर्छ। त्यसैले मधुमेह भएका व्यक्तिहरू वा मधुमेहको जोखिममा रहेकाहरूले चाहिँ आलु कति खाने, कसरी पकाएर खाने भन्नेमा एकदमै ध्यान दिनुपर्छ। ए हो, अनि जानकारीमा अर्को एउटा जोखिम पनि देखेको थिएँ, त्यो आलुमा सोलानिन भन्ने केही तत्त्व हुन्छ रे नि, त्यो के हो खासमा? सोलानिन आलुलाई लामो समय राख्यो भने, विशेष गरी उज्यालो वा न्यानो ठाउँमा त्यो हरियो हुन थाल्छ नि, अनि टुसा पनि पलाउँछ। हो, त्यस्तो बेलामा सोलानिन भन्ने हल्का विषालु तत्त्व बन्न सक्छ। थोरै भयो भने त खासै असर गर्दैन, तर मात्रा धेरै भयो भने पाचनमा गडबडी हुने वा अरू समस्या आउन सक्छ। त्यसैले हरियो भएको वा टुसा पलाएको आलु चाहिँ नखानु नै राम्रो। भनेपछि आलु किन्दा र राख्दा पनि ध्यान दिनुपर्ने भयो। अँध्यारो चिसो ठाउँमा राख्नु पर्यो। हो त। त्यसो भए आलुबाट राम्रो फाइदा लिनलाई सबैभन्दा उत्तम तरिका के होला त? कसरी खाने त? सबैभन्दा राम्रो तरिका त उसिनेको आलु खाने, अथवा बाफमा पकाएको, स्टिम गरेको, अनि हल्का नुन मसला राखेर थोरै मात्र तेलमा बेक गरेको वा रोस्ट गरेको पनि ठिकै हुन्छ। यसरी खाँदा आलुको पोषक तत्त्व पनि जोगिन्छ अनि धेरै चिल्लो पनि शरीरमा जाँदैन। भनेपछि आलु आफैमा खराब होइन रहेछ, हामीले कसरी पकाउँछौँ, कसरी खान्छौँ भन्ने कुराले पो फरक पार्ने रहेछ त। एकदम सही। आलुलाई दोष दिइहाल्नु पर्दैन। यसलाई अरू तरकारी, दाल वा प्रोटिन भएको खानेकुरासँग मिलाएर सन्तुलित तरिकाले खान सकिन्छ। मुख्य कुरा चाहिँ मात्रा कति खाने र पकाउने विधि कस्तो छ भन्ने नै हो। खास गरी मधुमेह भएका वा तौल घटाउन खोजिरहेकाहरूले अलि विचार पुर्याउनु पर्छ। अनि बजारमा पाइने प्रशोधित आलुका परिकारहरू जस्तै चिप्स, फ्रोजन फ्राइजहरू सकेसम्म कमै खाएको राम्रो। ठिक हो। भनेपछि आजको छलफलबाट के बुझियो भने आलु आफैमा एकदमै उपयोगी र पोषण दिने खानेकुरा हो, तर यसको फाइदा लिन चाहिँ हामीले यसलाई कसरी पकाउँछौँ र कति खान्छौँ भन्नेमा एकदमै ध्यान दिनुपर्छ। हो, घरमा स्वस्थ तरिकाले पकाएको आलु खानु ठिक छ। तर बजारको प्रशोधित
तारेको भुटेको आलु चाहिँ नियमित खानु स्वास्थ्यको लागि राम्रो होइन। बिल्कुल, सन्तुलन नै मुख्य कुरा हो। ल, अब जाँदा जाँदै सुन्नेहरूलाई एउटा सानो प्रश्न छोडेर जाउँ न त। आलु जस्तै हाम्रो भान्सामा अरू कस्ता सामान्य खानेकुराहरू होलान् जसको गुण र दोष त्यसलाई हामीले कसरी तयार पार्छौं भन्ने तरिकामा लुकेको हुन्छ? यसबारे पनि सोच्दै गर्नुहोला।